विश्वको केही राष्ट्र र सहरहरूको नयाँ नाम। जापानको पुरानो नाम निप्पन हो। जापानको पुरानो नाम निप्पन हो। श्रीलङ्काको पुरानो नाम सिलोन हो। श्रीलङ्काको पुरानो नाम सिलोन हो। इरानको पुरानो नाम पर्सिया हो। इरानको पुरानो नाम पर्सिया हो। इराकको पुरानो नाम चाहिँ मेसोपोटामिया। इरानको पर्सिया हो भने इराकको मेसोपोटामिया। इथियोपियाको पुरानो नाम अबिसिनिया हो। इथियोपियाको पुरानो नाम अबिसिनिया हो। थाइल्यान्डको पुरानो नाम स्याम हो। थाइल्यान्डको पुरानो नाम स्याम हो। जाम्बिया उत्तरी रोडेसिया। जाम्बिया उत्तरी रोडेसिया। मुम्बईको पुरानो नाम बम्बई हो। मुम्बईको पुरानो नाम बम्बई हो। कलकत्ताको पुरानो नाम कलकत्ता हो। जाकार्ताको पुरानो नाम बातामिया हो। जाकार्ताको पुरानो नाम बातामिया हो। म्यानमारको पुरानो नाम बर्मा हो। कम्बोडियाको पुरानो नाम कम्पुचिया हो। मलेसियाको पुरानो नाम मलाया हो। नेदरल्यान्डको पुरानो नाम हल्यान्ड हो। ढाकाको पुरानो नाम डिका हो। विश्वको पहिलो भौगोलिक खोजकर्ता सौर्यमण्डल काल्पनिक। सौर्यमण्डल चाहिँ कार्पनिक्सले खोजेका थिए। उनी चाहिँ पोल्यान्डको थिए। उत्तरी ध्रुव रोबर्ट पियरी। उत्तरी ध्रुव चाहिँ रोबर्ट पियरीले पत्ता लगाएको हो। उनी चाहिँ अमेरिकाका हुन्। दक्षिणी ध्रुव एमन्डसेन उनी चाहिँ नर्वेको हो। अस्ट्रेलिया चाहिँ कसले पत्ता लगाएन? क्याप्टेन जेम्स कुक। उनी चाहिँ बेलायतका हुन्। एन्टार्क्टिका चाहिँ कसले पत्ता लगाएको हुन्? जोन डेभिस। नेदरल्यान्ड चाहिँ तस्मानले पत्ता लगाएका हुन्। संयुक्त राज्य अमेरिका कसले खोज गरेको हुन्? क्रिस्टोफर कोलम्बस। तिब्बत चाहिँ ओदोरिक। हवाई द्वीप क्याप्टेन जेम्स कुक। उनी चाहिँ बेलायतका थिए। सौर्यमण्डल काल्पनिक। उत्तरी ध्रुव रोबर्ट पियर। दक्षिण ध्रुव एमन्डसेन। अस्ट्रेलिया क्याप्टेन जेम्स कुक। एन्टार्क्टिका जोन डेभिस। न्युजिल्यान्ड तस्मान। संयुक्त राज्य अमेरिका क्रिस्टोफर कोलम्बस। तिब्बत ओदोरिक। हवाई द्वीप क्याप्टेन जेम्स कुक। ब्राजिल पत्ता लगाएको प्रोतो अल्भारेज उनी चाहिँ पोर्चुगलको हुन्। ब्राजिल पत्ता लगाएको चाहिँ प्रोतो अल्भारेज पोर्चुगलका। भारत पत्ता लगाएको चाहिँ भास्को डी गामाले पत्ता लगाएको। भारत कसले पत्ता लगाएको? भास्को डी गामा। चीन पत्ता लगाएको मान्छे चाहिँ मार्को पोलो। चीन पत्ता लगाएको मानिस मार्को पोलो। पश्चिमी द्वीप समूह चाहिँ क्रिस्टोफर कोलम्बस। पश्चिमी द्वीप समूह पत्ता लगाएको मानिस क्रिस्टोफर कोलम्बस। पूर्व ग्रेट ब्रिटेन केही प्रमुख भौगोलिक उपनामहरू। पूर्वको ग्रेट ब्रिटेन जापान। मध्यरातमा सूर्य देखिने देश नर्वे। बिहारको दुःख कोशी। भूकम्पको देश जापान। हजारौँ हात्तीको देश लाओस। सेतो हात्तीको देश थाइल्यान्ड।
केकको देश स्कटल्यान्ड, रङ्गीन कपास उत्पादन देश रसिया, जोगीको राज्य कोरिया, युरोपको बिरामी टर्की, सधैँ वसन्त ऋतु हुने सहर क्योटो, नाइल नदीको बरदान इजिप्ट, भारतको बगैँचा बेङ्गलोर, मोटरकारको सहर अमेरिका, बजारको सहर इजिप्ट कायरो, मन्दिरहरूको सहर काठमाडौँ, पृथ्वीको मानवीय भूमध्य रेखा हिमालय, युरोपको कारखाना बेल्जियम, पानीमुनिको देश नेदरल्यान्ड, चिनको भाँडो क्युबा, भारतको मेचेस्टर मुम्बई, सेटो सहर बेलग्रेड, हनीमुनिको सहर हेलसिङ्की, आँसुको ढोका जेरुसलेम, दक्षिण ब्रिटेन न्युजिल्यान्ड, सूर्य उदयको देश जापान, बङ्गालको दुःख दामोदर नदी, सूर्यास्तको देश ग्रेट ब्रिटेन, चट्याङको देश भुटान, हजारौँ टालको देश फिनल्यान्ड, सुनौलो उनको देश अस्ट्रेलिया, पुर्काको देश नेदरल्यान्ड, अँध्यारो महादेश अफ्रिका, पेपर टाइगर भारत, पवित्र भूमि जेरुसलेम, भूमध्य सागरको साँचो जिब्राल्टर, स्विजरल्यान्ड अफ इन्डिया कश्मीर, युरोपको खेल मैदान स्विजरल्यान्ड, पूर्वको मोती सिङ्गापुर श्रीलङ्का, पूर्वको भेनिस ब्याङ्कक, ल्यान्ड अफ गोल्डन फाइबर पाकिस्तान, चाँदीको सहर अल्जियर्स, कङ्गारुको भूमि अस्ट्रेलिया, स्पिकर कर्नर बेलायत, हराएको सहर पेरु, पोप र अमर शहीदको सहर रोम इटाली, विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको देश चीन, विश्वमा धेरै जनसङ्ख्या भएको सहर टोकियो, प्रशोधित सहर मेक्सिको सिटी, विश्वमा सबैभन्दा बढी भूकम्प जाने जापान, विश्वमा धेरै धान उत्पादन गर्ने देश चीन, विश्वमा गहुँ उत्पादन गर्ने देश फ्रान्स, विश्वमा चलचित्र भवन भएको देश रसिया, विश्वमा सबैभन्दा धेरै सुन पाइने देश दक्षिण अफ्रिका, विश्वमा धेरै चिया उत्पादन गर्ने देश भारत, विश्वमा धेरै जङ्गल भएको देश ब्राजिल, विश्वमा धेरै टापु भएको देश इन्डोनेसिया, विश्वमा धेरै केरा उत्पादन गर्ने देश अस्ट्रेलिया, विश्वमा धेरै आलु उत्पादन गर्ने देश जर्मनी, विश्वमा धेरै विद्युत उत्पादन गर्ने देश अमेरिका, विश्वमा धेरै गर्मी हुने ठाउँ टोकियो, विश्वमा धेरै खर्चिलो सहर अमेरिका, उल्टो भयो कि क्या, विश्वमा धेरै आलु उत्पादन गर्ने देश जर्मनी, विश्वमा धेरै विद्युत उत्पादन गर्ने देश अमेरिका, विश्वमा धेरै गर्मी हुने ठाउँ अल्जिरिया लिबिया, खर्चिलो सहर टोकियो, सबभन्दा विच्छेद गर्ने देश अमेरिका, सम्बन्ध विच्छेद गर्ने देश अमेरिका, धेरै देशसँग सिमाना जोडिएको देश चीन, 13वटा देशसँग धेरै देशसँग सिमाना जोडिएको चीन, 13वटा देशसँग जाडो हुने ठाउँ पर्खियान्स रुस, विश्वमा धेरै पानी पर्ने ठाउँ मासिनाराम चेरापुन्जी भारत, विश्वमा धेरै वर्ष बाँच्ने प्राणी कछुवा 300 वर्षसम्म, सम्बन्ध विच्छेद गर्ने देश अमेरिका,
जलस्रोत रहेको देश ब्राजिल। साइकल चल्ने देश चीन। बढी चलचित्र बनाउने देश भारत। सुर्ती उत्पादन गर्ने देश चीन। वृक्षारोपण गर्ने देश चीन। कफी उत्पादन गर्ने देश ब्राजिल। जुट उत्पादन गर्ने देश बङ्गलादेश। गोलभेडा उत्पादन गर्ने देश इजिप्ट। विश्वमा धेरै प्रयोग गरिने तरकारी प्याज। धर्मावलम्बी क्रिस्चियन। चलेको नाटक द माउन्ट ट्र्याप। बाँच्ने किरा सबभन्दा धेरै बाँच्ने किरा क्युबिन टाइटस। विश्वको सबैभन्दा ठुलो पुस्तकालय लाइब्रेरी अफ कङ्ग्रेस अमेरिका। स्थल जनावर हात्ती। फुटबल मैदान माराकाना ब्राजिल। मुख्य द्वीप सुन्दरवन भारत। घडी बिगेबेन लन्डन। वन कोणधारी वनरुस। जनावर नील व्हेल माछा। नहर स्वेज नहर। पर्खाल ग्रेट वाल। समुद्र साउथ चाइना सी। हिरा कुलिनान बेलायत। वायुसेवा एरोलोट रुस। ताजा पानीको ताल सुपेरियल ताल। पर्वत श्रृङ्खला द एन्डिज अमेरिका। मन्दिर एकाङ्कर भात कम्बोडिया। स्कुल साउथ पाइन्ट हाई स्कुल कलकत्ता भारत। टापु ग्रिनल्यान्ड। कार्यालय भवन पेन्टागन अमेरिका। ताल क्यास्पियन सागर। महाकाव्य महाभारत। विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको सहर लासा। अग्लो स्थानमा रहेको राजधानी लापाज बोलिभिया। अग्लो स्थानमा रहेको पत्थर पामिर पत्थर तिब्बत। अग्लो स्थानमा रहेको झरना एन्जेल झरना भेनेजुएला। पहाडको श्रेणी हिमालय पर्वत श्रेणी। अग्लो स्थानमा रहेको ताल टिलिचो ताल। अग्लो मूर्ति मदरल्यान्ड अमेरिका। जनावर जिराफ। विश्वको सबैभन्दा पुरानो धातु तामा इजिप्टबाट सुरु भएको। विश्वको सबैभन्दा पुरानो खेल पोलो इरानबाट सुरु भएको। रेडियो स्टेसन बिबिसी बेलायत। राष्ट्रिय गान जापानको राष्ट्रिय गान किमियागु। एयरलाइन्स केएलएम नेदरल्यान्ड। दैनिक पत्रिका द मर्निङ पोस्ट लन्डनबाट। पुरानो झन्डा डेनमार्कको राष्ट्रिय झन्डा अन्न भटमास। विश्वको सबैभन्दा छिटो र व्यस्त र पुरानो। छिटो दौड्न सक्ने जनावर चितुवा। छिटो उड्न सक्ने विमान सुपरसोनिक कन्कर्ड। व्यस्त विमानस्थल हार्टफेल्ड ज्याक्सन इन्टरनेसनल एयरपोर्ट अमेरिका। पुरानो धर्म हिन्दू। पुरानो भाषा संस्कृत। पुरानो अक्षर शून्य। पुरानो सङ्ग्रहालय स्मोलियन म्युजियम बेलायत। पुरानो खेल पोलो। पुरानो अन्न भटमास। पुरानो धातु तामा। पुरानो मूर्ति पेज दे एज डोर्डोन फ्रान्स।